यो चाहिँ धुन्चे हो। यहाँबाट चाहिँ गोसाइकुण्डको ट्रेक सुरु हुन्छ। अझै लाङटाङको ट्रेक सुरु हुने ठाउँ स्याप्रुबेसी चाहिँ अझै अलमोस्ट 1.5 घन्टा जति लाग्छ। यही नै हो धुन्चेको बजार। राम्रो रहेछ तर मौसम चाहिँ पानी परिरहेछ, बादल पनि लागिरहेछ। भोलि कस्तो हुने हो, पर्सि कस्तो हुने हो, लेट्स सी। होइन छ उहाँ आइराख्नु भयो नि साथी नै हो, उता नि हुन्छ। अब बाटोमा भेटिन्छ ल त। कति रिम्चे पुग्न कति लाग्छ? रिम्चे पुग्न 2 घन्टा। ल यो हाइड्रो होइन, कुन हो यो? लाङटाङ हाइड्रो। हस् त्यो चाहिँ सुरुङ रहेछ। वाउ, लाङटाङ रेन्ज त्यही होला सायद। यहाँ ड्याम पनि रहेछ अगाडि। ड्यामसम्म चाहिँ खिचौँ है त, कति मिनट लाग्छ होला। कसरी भाइहरू पनि आउँदै हुन्छ। उहाँहरूलाई चाहिँ मैले रुम भनिदिने भन्नुभएको छ, छिटो पुग्यो भने। अनि अभियसली म छिटो पुगिहाल्छु, नो डाउट। तर भ्यू चाहिँ एकदम स्पेक्टिकुलर छ, प्लस पानी परेर क्या। अब रेनकोट लाउनु पऱ्यो भने चाहिँ हुन्छ। नपऱ्यो भने त्यो भनेको परियो नि। लेट्स सी। यहाँबाट माथि जानुपर्ने रहेछ। यता ड्यामतिर होइन, सेतो लाग्यो त म। यताको बाटो चाहिँ खत्तम रहेछ फेरि। सोलो गर्नुको धेरै बेफाइदा, तर एउटा फाइदा भने चाहिँ आफ्नै पेसमा हिँड्न पाइन्छ, कुर्नु परेन। द्याट्स द ओन्ली बेनिफिट। ओके 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 ओके। दामी देखा छ हिमाल चाहिँ। आज बिहानदेखि मैले एउटा स्याउ, एउटा M&M's
त्यति मात्र हो, केही खाएको छैन। अब माथि पुगेपछि मात्र खान्छु होला। पानी पनि पर्यो, रेनकोट लाम किन लाम। Okay, let's wait for 5 minutes, then I'll decide. Nila and last garden. Last day. How's the tea? How's Chang Kachang? Plastic. Let's see. Poker racer. Hydro. Kumpo. Kun hydro you don't know. La. त्यो टाढाको चाहिँ ठुलो स्याब्रु बेसी रहेछ, गोसाइकुण्ड जाने ठाउँ। यस्तो छ नि त्यसको कुन हिमाल पो हो यो। खोलाको आवाज आइरह। हिजोसम्म लाङटाङ गएर फेरि के अरे लामा होटेल गएर यही होटेलमा आएर फर्केको। उता वाइफाईको पैसा तिर्नुपर्ने रहेछ 500 रुपियाँ जति। अनि यहाँ फ्री थियो, 20 मिनट गयो, 20 मिनट लाग्यो लामा होटेल पुग्न, फेरि 20 मिनट आएर फर्केको। त्यो पनि 7 बजीतिर है बेलुका। कस्तो लाग्यो त, जोस जाकर। सामान लगेर सामान पुऱ्याएर आउनु माथि। आज पनि पानी पर्ला जस्तो छ ठुलो। लामा होटेल आइपुगेँ म चाहिँ। कति पनि सक्यो, उताबाट पानी ल्याउनु बिर्सेरहेछ। यहाँ मागे एक बोतल। झर्ना, सानो झर्ना रहेछ, माथि हिमाल छ। कुन हिमाल हो थाहा छैन, हिमाल कि पहाड हो, हिमाल मात्र पर्यो कि। जङ्गल छ सुनसान, खोलाको चराचुरुङ्गी। मेरमा
तेरे में मेरे में फ़र्क भाई, असलियत में सरस भाई। मैं मेरे माँ के लिए जिया, मेरी माँ। त्यसो लगाएर पुरै छेके खाएन, त्यो देखायो भने यस्तो मजाले। अहिले चाहिँ म थ्याङ्क्सबाई पुगेछु। यहाँबाट लाङटाङ चाहिँ 4.5 छ, गुम्बा 2.5 छ। म चाहिँ क्यान्जिङ गुम्पातिर पुग्छु होला, हेरौँ के हुन्छ। भ्यू यस्तो छ, झरना पनि छ। उतो पहाडमा चाहिँ हिउँ परेको छ अलिअलि, तर छोप्या पुरै। अहिले चाहिँ पानी रोकिए, आधी घन्टा 1 घन्टा जति भयो पानी रोकेको। आनन्द भयो, भेरी भेरी मजा आनन्द। राम्रो छ ठाउँ चाहिँ एकदमै। पहाड चाहिँ ठुलो है, हेर्दा अचम्म लाग्ने, आँखाले देखाए जस्तो पनि छैन मोबाइलमा चाहिँ। बट इट इज भेरी मच। भोलि घाम लाग्दियो हुन्थ्यो, क्लियर हुन्थ्यो। हिँड्दाखेरि चाहिँ अब एक्लै भएको भएर खोइ खिच्न मन लाग्दैन। कोरा ही कोरा। यस्तै डेन्जर बाटो छ। Let's walk. Let's walk. एक्लै छु, सुनसान यो। निस्के गराउने अस्ति दुःख पाइसक्यो यसको। यो निस्किन्छ बिचमा, यो राम्रो भनेर किनेको, फेरि निस्के। फेरि पहिरो गएर चाहिँ बाटो चाहिँ डेन्जर 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 डेन्जर। वान स्लिप सिधै मुनि। सर्टकट लिदिउँ है त, एक्लै भए पनि रिक्स त लिनु पऱ्यो, मजा आउँछ।
ओह्रालोमा चाहिँ लास्टै घुँडा दुख्छ। भोलि त ब्यान्डेज लाएर हिँड्नुपर्छ घुँडामा, राइट घुँडा मात्रै दुख्छ। अलिअलि गलिसकेँ र लाङटाङ भ्याली चाहिँ आइपुग्ला। 2 दिन पानी पर्यो अनि अहिले चाहिँ आकाश बिस्तारै खुल्दैछ। निलो आकाश देख्न पाइयो फर्स्ट टाइम। बादलको बादल बादलको बादल बादलको बादल। भोलि माथि चढ्दाखेरि क्लियर भयो भने चाहिँ मजा आउँछ। अब चाहिँ पानी पर्दैन है। भ्याली पनि आइपुग्नु लाग्यो। 20 मिनट छ। अहिले कति बज्यो? अहिले 1 बज्यो। 1 बजे भ्याली आइपुग्यो। अब एकछिन बसेर अझै अगाडि जानुपर्छ क्यान्जिङ गुम्पातिर। अनि पर्सि बरु भोलि ल्याङटाङै आएर बस्नु पर्ला, ल्याङटाङ भ्यालीमै। आज चाहिँ क्यान्जिङ गुम्पा बस्नु पर्ला। वाउ, ब्लु स्काई। त्यहाँ त झन् प्याटर्नै भने एउटा के जस्तो छ। सही देखिरह। दुईटै मौसम एक्सपिरियन्स गर्नु पाए त बेस्ट हुन्थ्यो। पानी परेको नि र सनी डेज। घरहरू पनि आउनु थाल्यो। भ्याली चाहिँ अलिक ठुलो उता छ। यो चाहिँ स्टार्टिङ पोइन्ट। चट्टान कत्रो ठुलो हो। आम्माम लास्टै ठुला। दामी दामी मजा आयो। मजा आयो मजा। एक्लै नै छु म। मै अगाडि भयो कि मभन्दा अगाडि गइसक्यो कि आई डोन्ट नो। ऊ त्यो टाढाको चाहिँ हिमालय होला सायद।
थुपे जाम उता टाढा भिलेज पुगेपछि फेरि खिच्छौँ। यस्तो पहिरो जाने रहेछ अगाडि चाहिँ, मैले भन्दा अगाडि। त्यहाँ अगाडि एउटा दाइको गेस्ट हाउस रहेछ। अनि क्यान्जिङ गुम्बामा आफ्नो चिना मान्छे छ, म मिलाइदिन्छु पैसा भन्थ्यो। अनि भोलि आएर पनि त्यही बस्छु होला म। अब हेरौँ, सस्तै वाइफाई सबै सस्तो रहेछ, वाइफाई शुद्ध। अब क्यान्जिङ गुम्बामा अरू होटल पनि सोध्छु खासमा। अनि त्यसपछि त्यो दाइले भनेको भन्दा सस्तो रहेछ भने चाहिँ ल हो रहेछ है दाइले मिलाइदिएछ है भन्नु पर्ला। नत्र दाइ बाठो भएको हुनु पनि सक्छ। जुसकाम भनेको थियो लोकल खानु चाहिँ पर्नेछ। भ्याली पुगेर खान्छु कि के को चले मैले त एउटा भिडियोमा आफ्नो अनुहार देखाएको छैन, मै हो भन्ने पनि थाहा हुन्छ। मै हो मेरै भिडियो फेरि यस्तो खतरा खिच्यो, कसले खिच्यो भन्दा त थाहा हुनु पऱ्यो नि त। ल चलौँ। 8K मा खिचा है कि हेभी हुन्छ। एकचोटि म हेरिहाल्छु है 8K मा हो कि होइन रहेछ। 4K मा रहेछ। 4K मा 60 FPS। That's the good configuration। यो चाहिँ गरेर साट्छु होला म। निस्के गर्छ जतिखेर नि राम्रो छ। फेरि यो फुस्के निकै लाग्छ। यस्तो सही ठाउँमा आएर नि दिक्क लाग्छ फेरि यो स्टिकले गर्दा। कति देखाउनु, त्यो झर्ना नि रहेछ। ओ त्यहाँ सानो तिनो झर्ना। आकाश चाहिँ खुलेको भएर खुसी एकदमै खुसी। मसँग आउनु भएको 2जना ब्रदरहरू पनि क्यान्जिङ गुम्बा जाने भन्ने हुन्थ्यो, होटल बुक गरिदिनु भन्नुहुन्थ्यो। कहाँ पुग्नु हो? हिजो नि 5जना भाइले गरिदिनु भनेको थिएँ, म जहाँ पुगेँ त्यहाँ आउनै सकेनन्। कहाँ पो छन्? हिजो चाहिँ धेरै दुःख, एकदमै पानीले पिटेको त्यस्तै। तर अरूले रेनकोट लगाएको थिएँ, मैले ल्याएर पनि लाइनँ। लाकोको ब्याग भिजेछ, कपडा भिजेछ। मैले छाता ओढाएको थिएँ, जिउ त भिज्दै भिजेन, ब्याग चाहिँ अलिकति भिज्यो। भित्र कपडा चाहिँ 1 लुगा भिजे जस्तो लाग्यो। अरू त सबै ठिक छ। कोही आउनु भएन। र नेपालभन्दा नि बढी चाहिँ टुरिस्टै हुने रहेछन्। अचम्म
the famous Langtang village. के क्रस प्याड्स भने स्पाइक Langtang village. Wow. Wow. यस्तो दामी बनाएर रहेछ नि माथि पनि भन्नुपर्छ तर अफसोस म आज क्यान्डिङ गुम्पा जान्छु अनि होला सिटहरू कति भोलि एक्सप्लोर गर्नु पर्ला आज चाहिँ क्यान्डिङ गुम्पै जानु पर्ला सिधै ठाउँ त राम्रो रहेछ स्तूपहरू पनि रहेछ भ्यू पनि राम्रो छ के गरौँ जाम भोलि छिटो हुन्छ माथि चढ्नलाई भर्खर 1:40 त भयो हिँड्नको मान्छे 7 बजे हिँडेमा आज कति घन्टा हिँडेँ 8, 9, 10, 11, 12, 1 6 घन्टा नि भएन अब 3 घन्टा लाग्छ भन्छन् 3 घन्टा लाग्यो भने 9 घन्टा हिँड्नुपर्छ फोटो खिच्नलाई यस्तो गरेर पछि कट गरौँ न नि त कति शान्त क्या यस्तो छ आकाश आज घाम देखियो क्या घाम मेहनत गरेपछि राम्रै हुन्छ Langtang village देखाउँछु है म हेलो क्यान्डिङ गुम्पा हिजो त पानी परिरहेको थियो होला यहाँ हस् के भने बुझिन चिया हो भने यसलाई त्यही माथि हस् पनि भन्थ्यो याक मिल्क चाहिँ खान्छु म माथि गएर राम्रो
त्यस्तो चाहिँ हुन्छ रहेछ। एकछिन बस्नु चाहिँ पर्ने हो, कहाँ बस्नु हुँदैन। हेरी भने के रहेछ, क्यान्जिन भने के रहेछ, घुम्बा भने के रहेछ, शेरगाउँ भने के रहेछ, के थाहा। सब रिसर्च गर्नुपर्छ। गाडीमा त हिँड्नुपर्छ नि मजाले। Met to tourist boy's friend. Okay. भिडियोमा हेरेको थिएँ भिलेज राम्रो रहेछ, तर हिउँ परेको थियो भिडियो मैले हेरेँ भिडियोमा हेरेको थिएँ। लडेँ चिप्ले। Lassa hotel. Lassa. तर कसरी यस्तो खतरा बनायो माथि, कसरी 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 यति नै होला। अब एकछिन बस्छु म, चक्लेट खान्छु अनि जान्छु।
यहीँ बस्नु होला। यस तेन्जिङ गुम्पा जाँदै हो म। माथि त पुरै हुसुला आएर हावा चलेर माइनसमै छ जस्तो छ। कोही पनि छैन, फेरि कोही मान्छे पनि देखाएको छैन अहिलेसम्म। तल्लोबाट नमाथिबाट झर्ने जति सबै झरिसक्यो, अनि जति आएकै छैनन् जस्तो छ। ओहो चिसो आठिरेर छ। पुन्जा भित्र छ, ल्याएको त त्यही कारणले हो, झिक्नै जाला। के हार्नु त राख्दै। म चाहिँ तेन्जिङ गुम्पा आइसकेँ, अनि यहाँ आएर रुम लिइसकेँ। अहिले चाहिँ हिउँ परिरहेछ। भोलि चाहिँ कसरी जाने थाहा छैन। अनि 6:30 बज्यो। म चाहिँ एक्लै नै सिलगढी जानु लागेको। कोही पनि जानु भएको छैन। हिउँ अलिअलि परिरहेको थियो, त्यही भएर मान्छेहरू रिक्स हुन्छन् भन्दै थिएँ। तर आज बिहान उठेर हेरेको एकदमै क्लियर थियो, अनि एकदमै लोभ लागेर हिँडेछु। अब के हुन्छ चाहिँ थाहा छैन। सकियो भने जान्छु, सकिनँ भने चाहिँ अब बिच बाटोबाटै फर्किनु पर्ला। यस्तो छ भ्यू। हेर्नै त सकिन। मौसममा बिग्रियो हुन्थ्यो, आएपछि बिग्रियो जति बिग्रियो नि, के हुन्न, अहिले चाहिँ नबिग्रियोस् भन्ने मेरो भनाइ हो भनेर हो। यो चाहिँ एकदम स्पेक्टेकुलर छ। मान्छेहरू केही आउन थालिसके। जोरहान
ऊ त्यो सिलगढी चाहिँ चक्लेट ल्याएछु पानी ल्याएछु सब छ साँच्ची आफैले हेर्दैन म एक्लै गइरहेको छु अनि घुममा फर्स्ट टाइम त्यसमा चाहिँ माथि हाइट राम्रै होला राम्रै होला ओहो यस्तो दामी भ्यू छ बिहान आउँदा त कोही थिएन सबले नजा भनेको थियो त्यही नि जबरजस्ती एक्लै आइदिएको कोही देखाइदिनु टेन्सन लागेको थियो त्यसपछि त चढ्दै चढ्दै मान्छे देखियो अझै देख्यो मात्रै होइन पछाडि छोडेर पनि आइसक्यो कतिलाई त आनन्द भएको छ मान्छे देखेपछि नआएको भए चाहिँ रिग्रेटै हुन्थ्यो तर आएँ बेस्ट डिसिजन यस्तो दामी छ यस्तो दामी यता चाहिँ याला पिक जाने ट्रेल हो याला पिक चाहिँ 5500 मिटर रहेछ सिलगढी चाहिँ 4980 अनि अझै अलि माथि गयो भने 5000 पनि पुग्छ सिलगढीमा भन्थे हेरौँ मान्छे त 4 बजे पनि हिँडेन किनकि उतै मुनिबाट म आउँदै गर्दाखेरि यहाँ माथि चढेको देखिरहेको थिएँ पुगि पनि सक्यो होला अहिले त ऊ त चाहिँ क्यान्जिङ गुम्पा भ्याली हो निलो निलो कलरको यो क्यान्जिङ 1 हो यो 2 1 2 शेर्पा दाइहरू चाहिँ त्यहाँ अघि भेटेको थिएँ तर एउटा चाहिँ गल्ती भयो नि अहिले एउटा पन्दै झरेछ खल्तीमा राखेको थिएँ चेन लाउनु बिर्सेछु एउटा मात्र छ एउटा लाउँदै एउटा चाहिँ हात खाली हाते त ठिकै छ त्यस्तो जाडो पनि छैन मौसम 1-2 बजे चाहिँ हिउँ पर्छ त्योभन्दा अगाडि चाहिँ फर्किसक्नुपर्छ भन्ने लागिरहेको छ अब कहाँबाट कहाँ यहीँबाट त लाने 2टा बाटो छ यस्तै झुकिन्छ एउटा सर्टकट हो तर कुन सर्टकट हो कुन लङकट हो मुनितिरै हिँड्छ न यो डबल टेक हो नि अघि खिचिसकेको थिएँ तर खिचेकै रहन्छ त्यहाँ फेरि सेम डाइलग दोहोऱ्याएको यिनीहरू चाहिँ आएन यिनीहरू जान्छ यो सर्कट हो पक्कै किनकि यहाँ मान्छेको त स्टिकको दुलै छैन त्यति धेरै अलिअलि मात्र छ मुनि पनि आउँदैन मान्छेहरू 5 जना त ढिलो गरेर सुरु गरेछन् ढिलो त मैले पनि सुरु गरेँ जान्न भनेर सोचेको थिएँ त्यही भएर उठिन त्यति छिटो र खाइदिएँ एउटा अम्लेट र मैदा मिसाएर गोलो ठुलो दिएको थियो तरकारी चाहिँ दिएन अनि हनी र त खाएर हिँड्दैछु हाइटमा भएर होला सास पनि भुल्न थाले लसुन ल्याएको छु लसुन चबाउनुपर्छ गाह्रो हुन्छ ओहो टेम्पल्स पनि ल्याएछ माथि लाउनुपर्छ अरू त लास्टै प्रिपेयर भएर आउँछन् केही नलिएको माथि छ मान्छे देखिँदैन होला घटेर यिनीहरूलाई चाहिँ
अघि देखेको। अर्को भन्दा चाहिँ क्यामेराको जुमले भ्याएन। यहाँ पनि छन्, यहाँ चाहिँ नजिकै छन्। टप दिने हो यिनीहरूलाई नि, तर त्यति छिटो हिँड्न चाहिँ हुन्न। अरे हाइट लिँदाखेरि सास फुल्छ अरे, मेरो बिस्तारै जानुपर्छ। हिरो भनेर नि हुन्न। मम्मी ड्याडीलाई फोनै गरिराखेन मैले, फेरि कसैलाई केही नहुने आएको छ, टेन्सनै भएको थियो। बिच बाटो पनि फर्किनुपर्छ भनेर एउटा गाइडलाई सोधेको थिएँ हिजो, चाहिँ मौसम बिग्रिएको थियो, त्यही बिच बाटोबाटै फर्केको उनीहरू। न सिलगढी जानु पायो न क्यान्टिन जानु पायो। आज चाहिँ क्यान्टिन जाने भन्दैछन्। क्यान्टिन जान चाहिँ फेरि 8 बजी हिँड्दा नि हुन्छ अरे, 2-3 घन्टाको माथि हो अरे। 3-3.5 घन्टामा त तलै क्यान्टिनमा पुरै आइपुगिन्छ अरे। सिलगढीलाई चाहिँ माथि चढ्नु 5 घन्टा, त्यसपछि झर्नलाई अलमोस्ट 2.5 घन्टा होला। एकदम छिटो हिँड्यो भने, नत्र कति 1 बजे 8 घन्टाको राउन्ड ट्रिप भन्दै यताउता गएर। एउटा चाहिँ सेल्फी लिदिउँ न। एक्लै आएपछि सेल्फी मात्र। चारैतिर हिमाल छ। अहिले राख्दै, गुड नाइट, गुड नाइट।
अहिले चाहिँ हामी आइपुगे थाहा छैन, तर अब यहाँबाट 1 घन्टा जति लाग्छ होला सिलगढी पुग्नु। त्यो सिलगढी चाहिँ यो चाहिँ हो सिलगढी, यहाँ पुग्नुपर्छ। हिउँ पुरै छ, बाक्लै हिउँ छ, तर हिँड्न त्यति गाह्रो भएन। क्याम्पस पनि लगाएको छु, स्टिक छ। सो दिस इज इट। रेन पनि आइरहेछ। हेलो, look there, rainbow also. You can click the picture. It's looking very nice. Yeah. भर्खर आवाज आइरहेको थियो, पहिरो गएको हो कि उता थाहा छैन, तर आवाज चाहिँ आइरहेको। हामी त पुरै टल्किरह टिलिक्क। यस्तो छ बाटो। मान्छे भएपछि फोटो चाहिँ खिचिदिन्छन्। अघि अलिअलि गाह्रो भइरहेको थियो, अहिले चाहिँ त्यति सास पनि गाह्रो भएन। रेस्ट गर्दै जानुपर्ने रहेछ, यहीँ गऱ्यो भने चाहिँ गाह्रो। अहिले 46 मिटरमा आएँ होला सायद। अब 300, 1-1.5 घन्टा। बादल पनि आउँदैछ। सिलगढी आइपुग्यो। मरि यत्तिको मिहिनेत यसकै लागि चिप्लेछु म। यार पुरे चाहिँ बोर लेखेको देख्दा अब यो पनि पुरे गयो। कति फिट होला है यो? 7 फिट है। हाम्रो मित्रलाई साबास परो। तर जेस आउनुभयो क्या जेस है। 11
5.5 घन्टा लाग्यो तपाईँलाई अनि 4 घन्टा कति खाम्पाङको नाइ त अलिअलि टाउ दुख्ला जस्तो भयो झरिहाल्नुपर्छ अब चाहिँ यहाँबाट झर्दा ठिक मेरो त अलिअलि टाउ दुखे जस्तो हो कि हुन्छ हुने बेला पनि यो कुहिरो सुहिरो लाग्यो नि त अझ हावा चाहिँ चढेको छैन तातो छ टाउको त त्यहाँ अलिक तल हावा लागेर हार्ने ए सास फेर्न चाहिँ गाह्रो चाहिँ भएन हुने त अब उनी त झर्दा यस्तो गरेर हान्ने थियो कि नतरेको यसले तर त खराब बस्छ नतरेर एउटा पनि हिँड्नु चिप्ले चिप्ले हुन्छ कहाँ गयो सन्दीप एउटा फोटो यो खुट्टा डुलो गर्नु साथै चिप्लिन्छ नि अब चाहिँ हामी कालिम्पोङ गुम्बाबाट लेङडुम भिलेज जाँदैछौँ भोलि अनि त्यहाँबाट सेप्टेम्बर जानु भनेर यस्तो छ मौसम कालिम्पोङ गुम्बाको बेलुका बेलुका चाहिँ यस्तै हुसु लाग्ने रहेछ हिउँ पनि पर्छ भन्दै थियो अब भ्याली पुग्नलाई चाहिँ 2 घन्टा जति लाग्ला ओह्रालो छ त्यही भएर 2 घन्टै होला सायद हिजो यही बाटो तर्सी हाथीमा हरायो कि भनेर एक्लै थिएँ पानी परेर त्यहाँबाट पुल छ पुलमा चिप्लिनु नि आँटेको थिएँ झन्डै हावा मैले त टोपी पनि ल्याएन क्या फेरि यही पुल हो तर उकालो चढ्दा भन्दा उसले चाहिँ खिच्न मन नलाग्ने रहेछ गलले भएर होला उकालो चढ्दा चाहिँ एक्साइटमेन्टले भएर नि होला ओह्रालोमा त झ्याउ के खिच्नु गलिरहेको होला जस्तो हुन्छ त्यही भएर प्रायः भ्लगहरूमा नि ओह्रालो झरेको त्यति हिउँदैन नि यही पुल हो हिजो मैले झन्डै चिप्लेको चाहिँ अनि परे अझै हाम्रो साथी पोर्चुगलको यतिको हावा चाहिँ के गरेको गऱ्यो भिलेजमा चाहिँ 7 बजीतिर यस्तो छ अब हामी सिधै सेप्टेम्बर झर्न लागेको बिहान 7 बजी अब बेलुका कति बजी पुगिन्छ हुसु लागेको छ हिउँ पर्छ पानी पनि पर्छ आज चाहिँ बाह्र चाहिँ गाह्रै होला म बसे होटल चाहिँ यही हो दादा अब खुट्टा चाहिँ दुख्छ धेरै नै हेरौँ कस्तो हुन्छ मुभीहरू लगाएर सुतेको थिएँ हिजो
कोरा ही कोरा है, कोरा ही कोरा। आज चाहिँ चौथो दिन हो। मैले काठमाडौँ पुगिन्छ जसरी नि 5 दिनमा ट्रिप सिद्धियो।